आन्टी यता बुढी गर्छिन् रामलीलाको पठन पाठन उता बुढो गर्छ रासलीलाको उद्घाटन बाहिरबाट आवाज आउँछ नानी तिम्रो कोठाको मान्छे गाउँबाट अङ्कल आउनुभयो घरबेटी बा तिम्रो त अङ्कल पनि कति हो नानी कति अङ्कल फेर्नु पर्ने तपाईँलाई पैसा दिए भइगयो नि किन ढोगल हेर्नु पर्ने बुढो तुरुन्तै अङ्कल भन्छ तपाईँलाई पैसा भोलि दिउँला भन्छ हेर्नुहोस् केटाहरूलाई तलाउन सजिलो हुन्छ अधबैँसेको मन चाम्रो हुन्छ केटाहरूलाई तलाउन सजिलो हुन्छ अधबैँसेको मन चाम्रो हुन्छ बिग्रिया मान्छे भन्दा सब्रिया बाँदर राम्रो हुन्छ बिग्रिया मान्छेले अर्काको श्रीमती पनि उडाइदिन्छ सब्रिया बाँदरले हनुमान भएर लङ्कामा गएर देउताको सँग सैनिक बजार ल्याइदिन्छ त्यसैले तपाईँहरूले अधबैँसे पुरुषको पछाडि महिला देख्नुभयो भने भाउजू भनेर मात्रै नगर्नुहोस् पहिला सोध्नुहोस् अनि मात्रै गर्नुहोस् म यस्तो केसमा परिसकेको छु 16 जना साथीको 64 वटा भाउजूलाई नमस्ते गरिसकेको छु कहिले गोरी भाउजू कहिले काली भाउजू कहिले मोटी भाउजू कहिले पातली भाउजू कहिले अग्ली भाउजू कहिले होची भाउजू साथीले सक्कली भाउजू कहिले बोक्या हुँदैन कुन सक्कली कुन नक्कली गुणस्तरले जहाँ निधारमा थाप ठोक्या हुँदैन मैले साथीलाई सम्झाउन खोजेँ उल्टै मलाई मूर्ख बनाए हामी सक्कली श्रीमती बोकेर हिँड्नेले ओरिजिनलको महत्त्व नचिने रे सक्कली प्रमाणपत्र च्यातिन्छ बिग्रिन्छ भनेर उनीहरूले फोटोकपी बोकेर